हेलो हाई नमस्ते सबैजनालाई। म हुँ सुरेन्द्र पुन मगर। तपाईँले भर्खर सुन्दै हेर्दै हुनुहुन्छ नि यो एसपी इन्टरटेनमेन्ट। एसपी इन्टरटेनमेन्टमा तपाईँ सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। विशेष मलेसियामा आएर पनि मलेसियामा 12 घन्टा कम्पनीमा काम गर्दै गर्दा बचेको थोरै समयलाई सदुपयोग गर्दै हैन, थोरै समयलाई थोरै पैसालाई सदुपयोग गर्दै एउटा डिएसएन कम्पनीमा जोइन भएर जुन कम्पनीका उत्पादनहरू, जुन स्वास्थ्य सम्बन्धी सामानहरू हैन, त्यो प्रयोग गरेर चाहिँ हजुरले त्यसबाट के प्राप्त गर्नुभयो, स्वास्थ्यको विषयमा सठिक रूपमा स्वास्थ्य विषयमा के पाउनुभयो हैन, अनि तपाईँले यो गर्दै गर्दाखेरि चाहिँ के कति हुन्छ नि एउटा अनुभवहरू, के कति सफलता भनौँ न, के कति सफलताहरू प्राप्त गर्नुभयो त्यसको बारेमा सटिङमा भनिदिनु। जोइन भयो भन्दा तपाईँको चाहिँ नि म पहिला मेरो स्वास्थ्यमा अलिकति समस्या आएको थियो त्यतिखेर। त्यो टाइममा जब मलेसियामा आएर केही महिनापछि मेरो शरीरमा चाहिँ समस्या देखा पर्यो। कस्तो तपाईँलाई समस्या के थियो? समस्याको कारणले पाउनुहोस्, त्यो समस्याको कारणले गर्दा मैले एउटा मसँगै काम गर्ने साथीहरूले पनि भन्नुभएको थियो र पछि बिस्तारै तपाईँहरूसँग हजुरसँग पनि हैन, मलाई जोड्दैन हजुरसँग पनि जुन कुराको मैले जुन इन्फर्मेसन मैले पाएँ, मैले जानकारी पाएँ, त्यसपछि मैले डिभिसन भन्ने चिज यस्तो रहेछ भन्ने कुराहरू मैले थाहा पाएँ। त्यसपछि म डिभिसनमा जोइन भएँ हैन, र जोइन भएँ। अब सबै कुराहरू उहाँहरूले बताउनु भयो र त्यो अनुसारले मैले चाहिँ जोइन गरेँ डिभिसनमा। र डिभिसनमा जोइन भइसकेपछि मैले चाहिँ डिभिसनमा उत्पादन हुने प्रोडक्टहरू खाएपछि राम्रो हुन्छ भन्ने कुराहरू भयो। अनि त्यो अनुसार खाँदाखेरि मलाई त्यो प्रोडक्टले एकदमै 100% राम्रो गर्यो। जुन समस्या भने मैले त्यो समस्या भनेको मेरो पेटको दुखाइ है, पेटमा अब ग्यास्ट्रिकदेखि लिएर अन्य समस्या पनि हुन सक्छ। मलाई लाग्छ त्यतिखेर अबसम्म तपाईँको फेसमा पनि धेरै 24 आउने धेरै अनुहार पनि तपाईँ देखिराखेको थियो हैन, मलाई त्यो याद छ। ओके, धन्यवाद हजुर। र अहिलेसम्म गर्दै जाँदाखेरि जस्तो जोइन हुनुभयो, प्रोडक्ट खानुभयो, राम्रो भयो, यो कुरा तपाईँले पक्कै पनि धेरै साथीहरूलाई पनि भन्नुभयो होइन, जसले गर्दाखेरि अहिले तपाईँको जुन पोस्ट अहिले के छ, कुन स्ट्याटसमा हुनुहुन्छ डिएसएन कम्पनीको? अब यो प्रोडक्टहरू युज गर्दै जाने क्रममा चाहिँ अब सिधै पोस्ट डिएसएनको सिस्टममा चाहिँ अब पोस्टको कुरा गर्नुहुन्छ भने चाहिँ अहिले म चाहिँ सिनिस्टर डायमन्ड हुन्छ। ओके, अनि जस्तो अब यहाँसम्म आइपुग्दाखेरि सङ्घर्ष त तपाईँले धेरै गर्नुभयो, टिमलाई पनि सङ्घर्ष धेरै गर्नलाई प्रेरित गर्नुभयो होइन, एकदम। अनि अहिलेसम्म तपाईँले चाहिँ अब आर्थिक रूपमा पनि मान्छेले अब सोध्ने कुरा हुन्छ, आर्थिक रूपमा पनि तपाईँले अहिलेसम्म के कति प्राप्त गर्नुभयो त्यो पनि थोरै जानकारी। आर्थिक कुरा अब ठिकै हुन्छ तपाईँको चाहिँ नि अब खाँदै अब साथीभाइहरूलाई आफ्नो अनुभवहरू सेयर गर्दै जाने क्रममा चाहिँ एउटा सिस्टममा रहेर काम गर्दाखेरि नहुने होइन, डिक्सनमा पाउँछ र हुन्छ र मैले पाएको पनि छु। त्यही कुराहरूमा तपाईँहरूलाई भन्ने हो, कुनै अब बढाइ चढाइ गरेर तपाईँहरूलाई मैले कुराहरू मैले गर्ने होइन। त्यही भएर जे छ सत्य त्यो कुरा, जे छ त्यो फ्याक्ट मैले त्यही कुराहरू गर्ने हो। त्यही भएर हुन्छ। र हिजोको दिनमा अब गर्दै आउँदाखेरि होइन, साथीभाइहरूलाई आफ्नो कुराहरू सेयर गर्दै जाँदाखेरि यो चाहिँ राम्रो नराम्रो भन्ने कुराहरू चाहिँ बाँड्दै जाँदाखेरि, सिस्टम रहेर काम गर्दै जाँदाखेरि आज मेरो राम्रो आर्थिक रूपमा पनि म राम्रो कमाइ भइरहेको छ डिएसएनको सिस्टमबाट भन्न सक्छु। भनेपछि ठिकै छ, जे होस् अब त्यति भनेपछि लगभग सन्तोषजनक नै हुनुहुन्छ, चाहे बढी होस् चाहे थोरै होस् चाहे जति होस्, तर पनि ठिकै छ। मैले जति काम गरेको थिएँ मैले त्यति कुरा पाइरहेको छु भन्ने कुराहरू छ होइन त? ओके, अनि अब नेपालमा पनि अब यो 2004देखि नै अब नेपालमा चाहिँ नि गइसकेको भन्ने कुराहरू छ होइन। भनेपछि त अहिले 2004 भने अहिले त 2000 कति भयो, 26 भयो होइन, 2026 हो। भनेपछि 20-22 वर्ष त भयो नै होइन। र नेपालमा पनि अहिले क्राउन एम्बेसडर लगायत अब थुप्रै व्यक्तिहरू हुनुहुन्छ नेपालमा चाहिँ नि, लाखौँ डिस्ट्रिब्युटरहरू पनि हुनुहुन्छ। त्यो मध्येमा यस्तो छ नि भनाइ, सबै मान्छेहरू सफल हुँदैन
र केही मान्छेहरू मात्रै सफल हुन्छन् भन्ने हुन्छ नि त। यो डिएसनमा मात्र नभएर यो कुनै पनि एउटा व्यापार एउटा बिजनेसमा मात्रै नभएर हरेक कुरामा चाहिँ यो फिल्टर हुने कुरा हो होइन त। डिएसनमा पनि एक्ज्याक्टली त्यो फिल्टर हुन्छ नै। सबै लाखमा चाहिँ लाखै मान्छेहरू सफल हुँदैनन्, तर सफल केही मान्छे हुन्छन् जसले निरन्तर रूपमा मेहनत गर्छन्। त्यही त होला होइन। त्यही नै। ओके, ठिक छ। अब मलेसिया आएर हजुरले जुन कम्पनीमा काम पनि गर्नुभयो, कामको साथसाथमा यसमा कम्पनीमा पनि काम गर्नुभयो होइन। कम्पनीमा काम गरेको कारणले गर्दाखेरि होइन 12 घन्टा कम्पनीमा काम गर्नुभयो, तपाईँको चाहिँ नि घर परिवारदेखि लिएर होइन आर्थिक अवस्थालाई पनि तपाईँले केही मात्रामा चाहिँ त्यता सपोर्ट गर्नुभयो, डिएसनमा आबद्ध हुनुभयो, त्यहाँबाट स्वास्थ्य पाउनुभयो, मान सम्मान इज्जत पाउनुभयो होइन। अनि अब आर्थिक रूपमा एउटा लाइफ स्टाइलको बारेमा पनि एउटा बुझ्ने एउटा अवसर पनि पाउनुभयो है। र अब हामी लगभग कार्यक्रमको अन्तिम अवस्थामा हुन्छौँ र अब मलेसियामा भएका साथीहरूलाई अब धेरै मान्छेहरू यहाँ चाहिँ नि दुर्घटनामा परिरहेको अवस्थाहरू छ, दुर्व्यसनमा परेको अवस्थाहरू छ। उहाँहरू मित्रहरूलाई चाहिँ नि तपाईँको सुझाव सल्लाह के छ सर्टिङमा यसको बारेमा? थ्याङ्क यू सो मच हजुरलाई समयको लागि। र म त विशेष गरेर के भन्छु भन्दा मलेसियामा अब कसरी रहने होइन, अब दुर्घटनाबाट कसरी बच्ने होइन, कहाँ कसरी हिँड्ने कसरी बस्ने भन्ने कुराहरूमा चाहिँ आफू अलिकति सचेत हुनुपर्छ है हरेक व्यक्ति। किनकि आफ्नो ज्यान हो, ज्यानमाथि जे पनि हुनसक्छ। हिँड्दै गर्दा कहिले गाडीले हान्न सक्छ होइन। अब तपाईँ कतै घुम्न जानुभयो भने त्यो ठाउँमा पनि विभिन्न किसिमको डरहरू छ। यहाँ विभिन्न किसिमको अब गुन्डागर्दीहरू लाग्ने गर्छ, चोरहरू लाग्ने गर्छ। त्यहाँबाट कसरी बच्ने भने सबैभन्दा मेन कुरो पहिला चाहिँ हामी चाहिँ सचेत हुनुपर्छ होइन। त्यसपछि अब गाडी जस्तो रोडमा क्रस गर्दाखेरि चाहिँ त्यो अवस्थामा चाहिँ हामीले चाहिँ अलिकति ख्याल गर्नु पर्यो। वरपर जाँदै घुम्दै गर्दाखेरि पासपोर्ट साथमा लगेर जानु पर्यो, अब ग्रुपमा जानु पर्यो, अब ग्रुपमा जानु पर्यो, आफू एक्लै नजाने भनेर यही सल्लाह सुझाव दिन चाहन्छु। त्यही हो। र साथै अब धुम्रोपान जताभावी नगर्ने, जताभावी भएन थुक्ने, कुनै पनि सामान छुने चलाउने है। अब बच्चाहरू विशेष सानो अब यहाँको सानो बच्चाहरूलाई छुने, अब त्यो हुन्छ नि त। हाम्रो त नेपाली कल्चरमा नेपाली समाजमा चाहिँ सानो बच्चालाई देखेर छुने जिस्काउने गर्छौँ। विशेष यहाँ चाहिँ अब त्यो खालको मान्यता छैन त्यो विषयमा। र अब विशेष त अब जहाँ ड्रग्स खाएर जताभावी हामी हिँड्नु भएन होइन, जसले गर्दा आफ्नो स्वास्थ्यलाई पनि समस्या भयो, अनि आर्थिक रूपमा पनि समस्याहरू भयो, आफ्नो ज्यानको पनि खतरा हुने भयो, र एउटा मान सम्मान एउटा इज्जतको पनि ख्याल गर्नु पर्यो होइन। त्यो कुरा सबैलाई चाहिँ याद गर्नु पर्यो होइन। त्यो कुरा चाहिँ सुधार्नु पर्यो। सही सत्यमा आफ्नो इमान्दारीपूर्वक आफ्नो बाटोमा हिँड्नु पर्यो होइन। सत्य तथ्यमा रहनु पर्यो। सकेसम्म आफूले गल्ती हुने काम नगरौँ भन्ने तपाईँको भनाइ हो होइन त। ओके, हुन्छ। अब पनि हामी कार्यक्रमको अन्तिम अवस्थामा छौँ र हजुरलाई धेरै धेरै धन्यवाद छ आजको यो कार्यक्रममा तपाईँलाई स्वागत गर्न पाउँदा। र मेरो 2-4वटा कुराहरू केही प्रश्नहरू थिए, त्यसको एउटा जवाब पनि त्यसको एउटा उत्तर पनि पाउने एउटा अवसर पाएँ। त्यसको लागि राजकुमार घरती सर हजुरलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। फेरि पनि हामी भेटौँला नेक्स्ट सेक्सनमा है।